वेलकम 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 साथीहरुलाई धेरै धेरै वेलकम। लाइटिङ आएन, बत्ती बालौं है। वेलकम। यहाँ साइडमा हाम्रो मामा वेलकम टु है देशहरुले। ल मामा ल हाई गर्नु त यहाँ। गुड मर्निङ भन्नु न। अलिकति छैन आज त फेरि मिलियन क्रस भए मान्छे हो नि म त। अनि गुड मर्निङ भन्ने ट्याक्क सकेसम्म ऐनै चिया आएको हो भने म धेरै खुसी हुने। अहिले त्यति छैन, तै पनि हामी भर्खरै उठेको। भर्खरै 7:30 जस्तो बजिरहेछ। होइन बाबु, त आज चाहिँ नि हिमालय चढ्न लाज जस्तरी चाहिँ नि बसेको छ त भन्नु होला। गलत होइन, आज चिसो छ। मा भन्नु त कति चिसो छैन? चिसो छैन, म यसरी बसिरहेको छु कसरी चिसो हुन्छ? लाहरू यो अल्छीहरुलाई हो के चिसो भने मान्नै तयार नै क्या। मलाई चाहिँ लास्टै चिसो छ। अब आजको वेदर तपाईहरुलाई म वेदर पनि देखाउन ट्राई गर्ने छु है त। हामी त फेरि घरैबाट सनराइज है। अब गाइज हामी चाहिँ घरबाट निस्किन लाग्दैछौँ। अब मामा र म ट्याक्क लाएर है त। अब कहाँ गइन्छ के गरिन्छ बाटोमा हेर्दै जाने हो। बहिनीले बेला त्यसबाट मैले भन्दाखेरि कहाँ मैले जान नि अब हावा कुरा बोल्दिनँ भने तिमीले। अनि मैले त्यस्तो हावा कुरो भन्दिनँ, त्यसले पहिले लैजाथि लैन कि भन्ने कुरो हो भने त्यसले ल मेरो त छँदै छैन। तिम्रो नि होला, मैले होला तिम्रो नि। इयरबड्स घर हराएर चाहिँ नि अलिअलि छाइ कसलाई दुख दिने। तपाईँलाई स्वाहा र यो तपाईँलाई स्वाहा जस्तो लाग्यो यो देखाउने त भन्ने। चोर भन्दा अरू अलग केही देखिया छ मलाई। यता आउनु यता आउनु यता भनेको त यता। मलाई कस्तो देखिया छ भन्ने कुरो जनताले जनता जनार्दनले बताइदिन्छन् है। ल कस्तो देखिया छ कमेन्ट डाउन बिलो है। सरलाई कस्तो देखिया छ भन्ने कुरो मलाई कस्तो देखिया छ त मलाई त थाहा छँदैछ। त्यही पनि हजुरलाई कस्तो देखिया छ चाहिँ म अहिले हजुरलाई कमेन्ट गर्दिनँ, जनताले गर्छन् क्या। चोर जस्तो देखिया हो कि त्यहाँ माथि नभन्नु है। हजुरहरूले बुझिहाल्नुभयो कुन सम्मको देखिया छ नि। मतलब गाइस मतलब होइन खोइ अब मतलब भन्नुभयो। अहिले चाहिँ हिरो चाहिँ यो होला, हिरो चाहिँ यो हो। त्यो दर्शक श्रोताले छुट्याउने गयो। अब मामा बोल्न दिन दिन्छ है। मेरो भ्लग चुप लाग्ने। अब बाटामा भेट्ने है त। लगाइन्छ मामा र म टक्क लाएर अब हामी जाँदैछौँ। कहाँ जान्छौँ भन्ने कुराहरू त तपाईँहरूलाई भनिहाल्छौँ। तैपनि हेर्दै गर्नु होला। भिडियो नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। मामाको पनि च्यानल छ सन्तोष अगस्ती अफिसियल, सब्सक्राइब गरिदिनु सबैले। अगस्ती अफिसियल ए अगस्ती नौ पनि सर त आइल्स गरेर हुन्छ नि त। त्यही भएर 5 स्टार ल्यायो। ओके 5 पनि बढी हो। 3.4 जति आयो होला। आउँदैन आयो भन्दा नि हुन्छ हुँदै। तै पनि ल ठिक छ। हामी जाँदैछौँ हाम्रो घरबाट निस्किने बाटो। सर्ट लाएर अब टक्क गइन्छ। गएपछि कहाँ गइन्छ ट्याक्कै देखाइन्छ है त। गाइज मामालाई यहाँ एउटा जबमा हायरिङ गरेर आज इन्टरभ्यू थिएर मामा कम्पनी खोज्न हिँडेको। उहाँले के बोले ट्रकले केही पनि सुन्नेन। उहाँको कम्पनी खोज्दा खोज्दै आज दिन जाला जस्तो छ। यहाँ यो नि होइन जस्तो लाग्छ, तल नि छ माथि नि छ। यो नि हो कम्पनी छ के हो के हो। र अहिले चाहिँ ट्याक्क मामा कम्पनी भेट्यो। यहाँ अब मामाले इन्टरभ्यूमा के हुन्छ आज बुझौँ। ऊ त्यो रातो फ्याक्ट्री चाहिँ हामी आउँछ त्यहीँबाट आएको। इन्टरभ्यूमा के हुन्छ त्यो चाहिँ हेरौँ न सरको होइन।
राय के छ तपाईको के पनि यो काम चाहिँ फ्लप भयो होइन काम कुरो यहाँ मिलेन यहाँ एउटा कम्पनीमा हामी एउटा कुरो बुझ्न आएको थियौँ लास्ट टाइममा हुँदैन तिमीहरू यतिको यङ केटाहरूले त क्या गर्न सक्छौ र यो लेडिजहरूको लागि मात्र हो भनिरहेको कुरा आयो यहाँ हामी फर्किँदैछौँ हामी बेरोजगारी होइन है फेरि हाम्रो छुट्टै उ छ तैपनि बुझ्न चाहिँ आइएको थियो ठिकै छ अब हामी गइन्छ मेबी अरू कतैतिर भयो भने फेरि बुझिन्छ त्यसले के भने बुझ्नुभयो त त्यो अहिलेको ओनरले बुझ्जेन के बोलो हामी चाहिँ ठ्याक्कै हाइवेमा आइपुगिसकेका छौँ त्यो महाशक्ति पेट्रोल पम्प यहाँबाट माथि त्यहाँ माथि पनि एउटा टावर छ घुम्न आउनु पनि सक्नुहुन्छ यहाँ माथि पार्क पनि हो ठिक छ है त चिया खानाको ओनर पनि कोही पनि छैन बस कोही पनि हुनुहुन्न अब के गर्ने होला चिया खानु त आइयो यहाँ के छ सकट अन्डा सन्डा रहेछ तर खोइ छँदै छैन केही पनि छैन हामी निस्क्यौँ है त ल दिदी है त कोही पनि छैन अब के खाने ल अहिले कुकुर आतङ्क भयो हामीलाई यहाँनिर है अहिले भन्दा डरा देख्दा गाइस यस्तो डर कहाँ डराउने यसले होइन आज डराउँदै डराएन म सिम्बल लगाइरहेको थिएँ कुकुर कुद्दै आयो ठिकै छ कुकुर कुदो भन्ने भयो मलाई भोटे कुकुर रहेछ फेरि होइन अब चाहिँ बिरालो खान्न बाजो कहाँ चाहिँ नि आफैलाई चाहिँ घुट्टो हान्दैला होइन गाह्रो छ नि त त्यही भएर हामी चाहिँ चुकाडी फरारी कि चढ्छु हाइलक्स गाइलिस स्टाइलिस फिका सबै डायलग युएनएको कडक फ्यान है युएनएले हेर्दैछ भने हामीलाई डर लाग्दैन त्यसरी नभन्नु न कान्छी हाम्रो डर लाग्दैन माने छैन भने कर लाग्दैन गाइस हामी चाहिँ एउटा खतरा ठाउँमा आयौँ होइन जाँदा दामी लाग्यो हेर्नु न कस्तो दामी पिसफुल तर अझ यहाँ यो के भन्छ टनलहरू नहुने हो भने त अझ यो गाउँहरू यो हरियो मात्र देखिने हो भने कस्तो दामी देखिन्थ्यो होला क्या उता चाहिँ पछाडि चाहिँ आएको छैन तर यतिमा पनि हेर्नु न त्यति बाटो हिँडेर आयौँ हामी होइन यसरी यो बाटो हिँडेर आयौँ यहाँ आइपुग्दाखेरि क्या सुकुन मिल्यो नि त गाइस म चाहिँ यहाँ बसिरहेको छु मामा चाहिँ कहाँ हेर अघिदेखि आइरहनु भएको है के सन्देश लिएर आउनुहुन्छ तर आज के हुन्छ भन्ने कुरो मलाई लास्टै किन कुरो सुन्नु है कुरो सुन्नु डाइट छैन नुन खाएको कुरो चाहिँ किन छु अलि हुन्छ नि मामा जस्तो दिन पर्यो नि त्यो लेभलै छैन के हो भनेर त्यो पसलमा अब के किन्न लाग्यो होला बच्चा बेला यो खाएको याद छ कि छैन केटाहरू अब फुक्क गर्ने मामा नखाने रे त्यही भएर मैले 16 हानिदिएको कति मिठो छ थाहै छैन कसैलाई मैले भनेको नि भन्दाखेरि सुन्ने नै होइन कसरी त्यहाँ हालेर ल्याउने यार किन माया भने अहिले नखाने भने होइन अहिले नखाने भनेर अहिले चाहिँ ल्याउ भन्ने खानु के कुरामा आइरह मामाको लेभल हेर्नु न दाल त यो खाइहाल्छ नि यो ल भन्नु र माग्नु अलि झुकेर माग्नु दिन्छु ल छिटो बोस अलि झुकेर भान्जा ल्याउनु नभन्नु अनि फिक्स दिन्छु ल होइन भन्नु न यसरी लिन कस्तो मुजिरो एक्लै लिन हामी तँलाई के भन्दिउँ हेलो गाइस हामीले चाहिँ अहिले भर्खर दही खाएर आयौँ दही खाएको भिडियो गर्नै बिर्सेछ भिडियो हजुरलाई फ्यामिली हामी त फ्यामिलीलाई त देखाउनु पऱ्यो नि त हामी त जे खायौँ
के खायौँ के गरेर खायौँ होइन बस फ्यामिली त अनि त हाम्रो त अहिले त हामी चाहिँ फर्स्ट भएर पनि होला हामीलाई चाहिँ त्यस्तो त्यो अब ऱ्यान्डम टाइमहरूमा थाहा नै हुँदैन क्या अनि त्यही भएर हामी सक्दो हाम्रो चाहिँ जुन एक्टिभिटिजहरू देखाउन सक्दो ट्राई गर्छौँ हेर्दै जानु होला अब हामी चाहिँ जस अहिले हामी स्विजरल्यान्ड पार्कबाट चाहिँ यता स्विजरल्यान्ड पार्कको फेरितिर चाहिँ हामी हिँडिरहेको छौँ अब हेर्दै जानु होला के हुन्छ अब हामीहरू दही खाएको तर दहीको भिडियो विषय बनाउनु बिर्सेँ चाहिँ म त्यही बिचमा ला अरू त केही पनि भएन र हामी चाहिँ अब यहाँबाट उहाँ एलआरआई कलङ्की निस्किँदैछौँ हेर्दै गर्नुहोला सगौरव प्रस्तुत गर्दछ सचिन अधिकारी है त आमाले चाहिँ यहाँ खतरा भ्यू आउँछ भन्दा भनेर देखाए लुक एट दिस भ्यू मलाई पनि थाहा थिएन भ्यू रेल घर चाहिँ दामी त्यो दाजुभाइ घर हो क्या भन्दा सेम रे हामी चाहिँ दुईजना घर है फ्युचरमा ल ट्याक्कै हो हामी चाहिँ अहिले यस्ता छौँ यो कहाँ भने स्विजरल्यान्ड पार्कबाट तल यो खड्का गाउँ पनि भन्छ यसलाई तपाईँहरू आउनु पनि सक्नुहुन्छ यहाँ मासतिर गयो भने चाहिँ स्विजरल्यान्ड पार्क त्रिपल लोड नआउनु होला बाइक स्कुटरमा आउनुहुन्छ भने पैदल आउनुहोस् पैदल आउनुभयो भने तपाईँलाई चाहिँ नि ग्रुपै आउँदा नि केही फरक पर्दैन हामी त मामा भन्छ अलवेज रक्स भोलि चाहिँ खासमा भोलि छ होइन अहिले यो होइन तर खासमा यो स्क्रिप्टेड है अनि स्क्रिप्टेड चाहिँ हो नि अब स्क्रिप्टेडै हो अब क्यामेरा अन गरेर अब यत्तिकै हिँड्ने कुरो नि भयो त भएन नि त क्यामेरा लिएर यत्तिकै हिँड्नु बौला भनिहाल्छ नि यत्तिकै टक्क टाइममा टक्क अघि के भयो भने 4-5वटा जति स्टुडेन्टहरूको बाइक गयो अहिले +2 को फेरि फेयरवेल पनि भएर आएछ उनीहरू चाहिँ टक्क लाएर त्यो काला निला हरिया जलेर आएछ भोलि छ पल्लुहरू आजै दैले रहन्छ हैन तिनीहरूलाई भाके भन्न खोजेँ मैले अब भाके हैन त्यही भएर मैले भन्न खोजेँ चाहिँ त्यो हो क्या तिनीहरूलाई भाषा चाहिँ के अब गाइज म चाहिँ घर आइसकेँ होइन अब घर आएर मामा चाहिँ खुट्टा धुन थाल्नु भएको म चाहिँ ठ्याक्कै साँझै परिसकेको छ हेर्नु पुरै त्यही भएर अब आज जस्तो भयो त्यस्तै भयो राम्रो राम्रो कन्टेन्टहरू आउँछ अब बाहिर जाने प्लानिङहरू बन्दैछ त्यही भएर राम्रो राम्रो कन्टेन्ट आउँछ त्यही भएर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला हामी फेरि भेट्छौँ अर्को भिडियोमा लभ यु अल